सो गाइज यो हो हाम्रो पाल्पाको सिद्ध बाबा। देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ मस्त बसहरू आइरहेको छन्। एकदम धेरै पछि म चाहिँ भिडियो लिएर आइसकेको छु। हजुरहरूलाई मनपर्छ भन्ने आशा गर्दै यो प्रकारको चाहिँ भिडियो लिएर आइसकेको छु। अब यो चाहिँ गेस गर्नु होला, यो चाहिँ हाम्रो बुटुलको सिद्ध बाबा रहेको छ भने अब पाल्पाको सिद्ध बाबा पनि रहेको छ। हामी दुइटै सिद्ध बाबा मन्दिरमा चाहिँ गएका थियौँ। अब यो बाटो धेरै हिँड्दा पनि पसेको चाहिँ थिएन, मेरो चाहिँ फर्स्ट टाइम थियो यो सिद्ध बाबा मन्दिरभित्र चाहिँ प्रवेश गरेको। देख्न सक्नुहुन्छ हामी चाहिँ अलि लेट गएको थियौँ खानासाना खाएर। अब हामी सर दर्शन गर्नुभन्दा पनि यसो के छ कसो छ भनेर हेर्न मात्र गएको। भिडियो चाहिँ इन्जोय गर्नु होला है त गाइज। दामी दामी बसका के अरे बिहाका बस भनेको बसका बिहा गर्ने सीतारामा बिहाका बसहरू गाई पाल्पाको एकदम रमाइलो। पहिलोपटक लिएर अनि सीता बाबामा आइयो, त्यो पनि खाना खाएर। ओ भान्जा हामी फेरि यो बाटो सिद्ध आएको एकदम हिँड्छौँ, तर यो मन्दिर आएको चाहिँ पहिलो पटक। ट्याक्क मान्छेहरू छन्, ट्याक्क सो दामी छ। एक्लै खायो त्यो हेर नि त, एक्लै एक्लै खाने यस्तो छ। यसमा फेरि चल्ने भनेको टिप्पर मात्र, फेरि टिप्पर मात्र दौडिरहेको छ। टिप्पर मात्र आँखा गाइस। सो गाइस मन्दिर चाहिँ यस्तो छ। बाँदरहरू चाहिँ मस्त खेले खाने यार पाइपहरूमा। क्या डाँडो यही हो यार, सब पहिरोको कारण यार, डेन्जरस होला। बफ र टिप्परहरू सो गाइज यो हाम्रो पाल्पाको सिद्ध बाबा मन्दिर दामी छ। शिवजीको मेरो बाइक चाहिँ हो यहाँ छ लाग्दिस। सो हामी यहाँ मन्दिर हेरिराख्यौँ च्याट्ट लाएर। यहाँ चल्ने भनेको धेरै जस्तो टिप्परै हो। मैले अघि पनि भनेको थिएँ, यो पहिरो यही भिडले गर्दा सबैलाई असर परिरहेको। यो मन्दिर अगाडिपट्टि अझै अगाडिपट्टि पनि पहिरो झर्छ। यहाँ डेन्जरस छ यो रोड चाहिँ। बस चाहिँ दामी दामी गएको छ। यस्तो गरेर म त हेर्छु सर खिचिदिनु भनेको यहाँ यो सीता बाबा देखाउनु अनि भिडियो गराउने। यहाँ बनिन्छ नि अब गर्नु। हेलमेट भए पनि साह्रै गाह्रो के बोकेर हिँड्नु पर्ने। यस्तो दामी ठान्छ। चटक फेरि टिकटक गाह्रो छ।
टिकटक भाषी गाह्रो छ गाइजहरू अझै माथि जाउँ यहाँ सबले यहाँ त धेरै चाहिँ माथि जाने ठाउँ रहेछ त फेरि मैले चाहिँ यहाँ कहाँ त्यसै होपलेस खाएको छोडिदिनु दिने कुरा गर्मी भयो घर जाऊँ अरे त्यो 500ले हुने ठाउँमा म चाहिँ यहाँ मैले बाइक पूजा गर्न यहाँ आउँछु भनेको थिएँ आधतिर भएको यहाँ लास्टै गर्न मन लाग्यो जे भए पनि यहाँ आइयो एकदम रक्न हुँदा होला जाउँ रक्षा गर्नु सधैँ ल 14 गते आइयो भने खाली पेट भइन्छ बिहाको मस्त के भयो गाडीहरू टिप्परका नजिक नहिँड्नु है यस्तो ढुङ्गा खस्छ के त्यो भेट्टा भेटेको हुन थाल्छ ढुङ्गा कति खस्छ हेर्नु त्यस्तै उता धाँदै यो फेरि हाम्रो बुटुलको सिद्ध बाबा मेरो बसन्ती यहाँ बुटुलको सिद्ध बाबा यस्तो छ यो बुटुलको सिद्ध बाबा मन्दिर चाहिँ दामी हो है यहाँको पनि गाइज यो हाम्रो के अरे सिद्धा यो बुटुलको सिद्ध बाबा चाहिँ एकदम ठुलो रहेछ डेन्जर ठुलो रहेछ हामी चाहिँ फर्स्ट टाइम आएको यो बाटो एकदम हिँडेको तर यो ठाउँमा चाहिँ फर्स्ट टाइम आएको हामी पल्लो पाल्पामा गयौँ सुरुमा चाहिँ अनि यसमा आयौँ यहाँ चाहिँ हाम्रो 5वटा चाहिँ विवाह चाहिँ भइरहेको रहेछ एउटा यहाँ भयो एउटा यहाँनिर भयो एउटा यहाँनिर भयो अनि अरू 2टा तलतिर भयो हाम्रो यस्तो दामी छ यस्तो शीतल यो हाम्रो तलको अलिकति नपाएर हत्ते छ डायलग दिनु एउटा इटा बेलायमा लभ गर्ने भन्ने बेलायमा लभ गरेर भन्ने अरे भन्ने केटी पारेर राख्ने त्यहाँ ल मन्दिर आएर बिहा गरौँ भनेर आउन चाहिँ यहाँ सजिलो छ अरूको आन्टीले लखेट्नुहुन्छ होला हाम्रो आन्टी त यस्तै हो नि यस्तै बाहेक कुरै गर्दैनन् ल ठिक छ यस्तो छ एकदम ठुलो रहेछ मन्दिरहरू त्यसका टिकटकमा देख्यौँ भने थ्याङ्क यू सो मच फर वाचिङ गाइज एन्ड लभ यु अल त्यही भिडियो नै यति नै रहेको छ अनि हजुरहरूलाई त बसहरूका टिप्परहरूका क्लिपहरू चाहिँ टिकटकमा हाल्न मन छ भने हाल्दा हुन्छ यसो मेन्सन चाहिँ गरिदिनु होला सो यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्नु होला अब गेमकै भन्दा पनि अब रियल लाइफका एकदम क्रेजी भिडियो चाहिँ आउनेवाला छ डु नट फर्गेट टु सब्सक्राइब अरू त्यही नै हो अब हाम्रो भिडियोमा धेरै सब्सक्राइब भन्ने मान्छे त छैन अब मन पर्नेले गर्नुहुन्छ नत्र
जस्ट नर्मल। अब अरू अब कसरी बिल्ड भएको यो च्यानल हेर्न मन छ भने अब च्यानल चेक गर्दा हुन्छ होइन। हाम्रो चाहिँ त्यस्तो नर्मल फ्यामिली चाहिँ होइन। सो हजुरहरूलाई मैले यहाँ देखाउनु पर्दा चाहिँ हाम्रो सब्सक्राइबरहरू चाहिँ कति भएको छ भन्दाखेरि यसमा फेरि के हो छ कि फेरि भर्खर उस गरेको कुनै CH ई भएछ RO त्यसको टाउको सुरुमै ई भएछ क्या। रोक्ने गाइज मैले हजुरहरूलाई देखाइहाल्छु। सो यहाँ यो माउस माउस चाहिँदैन। ओके द्याट्स इट। सो क्लियर चाहिँ आएको रहेछ क्या हो, ब्लर आएर रहेछ अघि त्यो के अरे वाइड स्क्रिन आएर रहेछ क्या। सो मैले देखाउँछु हजुरहरूलाई हाम्रो च्यानल चाहिँ कहाँ पुगेर अड्कियो भनेर। त्यस्तो पुगेर अड्केको नै कि के भन्छन् त्यसलाई NABINPLOGS। मैले चाहिँ यो उसमा चाहिँ एकखेप पनि सर्च गरेँ होइन। हजुरलाई ठ्याक्कै यस्तो आइसकेपछि हो यसलाई चाहिँ थिचिदिनु होला अनि हाम्रो च्यानल आउँछ कि टपमै आउँछ। नवीन ब्लग्समा टपमै छ। अनि एज यु क्यान सी अब हजुरहरूले यो च्यानलमा के भिडियोहरू आइरहेको थियो भनेर हेर्नको लागि चाहिँ च्यानल भिजिट गर्नु होला। अनि फाइनली मेरो फर्स्ट भिडियोमा चाहिँ भन्नुहोस् फर्स्ट भिडियो 50K क्रस गरेको फर्स्ट भिडियो एउटा 42 क्रस गरेको छ 42K अलमोस्ट त्यहीमा देखाएर 100K क्रस गराउनु पर्यो। अनि त्यही हो हाम्रो राम्रो भिडियोहरू पनि रहेको छ। चेक चाहिँ गर्नु होला हाम्रो। अनि यति चाहिँ सब्सक्राइबर रहेको छ भने थ्याङ्क यू सो मच फर वाचिङ गाइज एन्ड लभ यु अल। सब्सक्राइब गर्न सक्नुहुन्छ इन्ट्रेस्टेड हुनुहुन्छ भने। यसमा म आफूले गर्दिनँ, यसमा उस लगइन छैन नि त आइडी त्यही नै रहेको छ। ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ गाइज एन्ड लभ यु बाई बाई सी यु सुन।